हेलो एभ्रिवान, सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। हामी चाहिँ भर्खर उठेर नेपालतिर कुरा गर्यौं अनि त्यसपछि पानी पिउँदैछौं। पानी पिएर भिडियो बनाउँदैछु म चाहिँ हैन। अनि अब चाहिँ हामी काममा जान्छौं। हिजो चाहिँ म छिटै सुतेको थिएँ क्या। अस्तिको भ्लग एडिट गर्दा चाहिँ एकदमै टाइम लाग्यो। हिजो त अलिक छिटै नै सुते। आज चाहिँ अनि टाउको पनि दुखेको छैन। हिजो त लास्टै टाउको दुखिरहेको थियो काममा जानलाई। अनि चाहिँ पानी बिहानै दिनको सुरुवात हुन्छ हाम्रो बिरेनुन पानीबाट। बिहान उठ्ने बित्तिकै अनि कामबाट आएर सुत्ने बेलामा चाहिँ मलाई तातो पानी जहिले पिउनुपर्छ। मन तातो पानी बानी नै भइसक्यो। अब ल त गाइस, अब चाहिँ म काममा जाने बेला भिडियो बनाउँछु। अब चाहिँ रेडी भइसक्यो हैन, काममा जान लागेको हामी चाहिँ काममा आइपुग्यौं। बाहिर पर्खेर बसिरहेको हो। अब जहिले पनि उ चाहिँ ढिलो आउँछ कि हामी आएर बसिराखेपछि अनि बल्ल आएको हुन्छ। अनि खोलेपछि अनि भित्र गइन्छ। अस्ति राति ढिलो सुतेको हैन, मेरो फेसमा त यत्रो पिम्पल आइदिरहेको कि मेरो अनुहारले चाहिँ कति छिटो थाहा पाइहाल्छ कि मलाई। यो चाबी राख्नु त बुढो। मलाई निद्रा नलागेको अनि मलाई टेन्सन भयो भने पिम्पल आइहाल्छ मेरो अनुहारमा। कति छिटो थाहा पाइदिन्छ भने नि यो पिम्पलले। आएर हाम्रो चाहिँ बुढो आउनु खुलिसकेको छ। अब चाहिँ हामी भित्र जाँदैछौँ। अहिले चाहिँ झाडु पनि लगाइसकेँ अनि वासाबी जेजी पनि भरिसकेँ हैन। अब चाहिँ यहाँ के सकिएको छ यहाँनिर सबै लेख्नुपर्छ। म चाहिँ अब त्यो लेखिदिन्छु। हाम्रो टोलीहरू चाहिँ सबैजना आफ्नो काममा बिजी छन्। खाना पनि पाक्दैछ उता। अहिले चाहिँ अर्डर आएको छ अनि म चाहिँ यहाँनिर पेपर निकाल्दैछु। पेपर निकालेपछि चाहिँ त्यसमा नम्बर लेख्नुपर्छ कि त्यहाँनिर कुन नम्बरबाट अर्डर आएको हो भनेर। यो चाहिँ लगेर अब चाहिँ ब्यागमा टास्नेछु हैन। अनि त्यसपछि रेडी भएपछि प्याक गरेर पठाउने। लगानी काम सक्यो। हाम्रो सब्जीहरू चाहिँ रेडी भइसक्यो। हामी चाहिँ अब खाना खान लागेको। खाना त खानु पर्यो नि त हैन। होटलमा खाना खाने अनि दौडिने। अब चाहिँ खाना खाइसक्यौँ। अब यहाँ बत्ती बाल्नुपर्छ हैन। त्यो अब म्युजिक बजाउनु पर्छ। यो म्युजिक चाहिँ जहिले पनि बजाउनु पर्छ कि कहिलेकाहीँ चाहिँ हामीले खाना खाँदै आइपुग्नुहुन्छ कस्टमरहरू। कहिलेकाहीँ चाहिँ खाना खाइसकेपछि पनि कति बेरपछि आउनुहुन्छ। हामी चाहिँ सबै काम सकाएर बसेको, खाना पनि खायौँ हैन। अब चाहिँ जस्ट कस्टमरको वेट गरेर बस्यो हो। अब म दाइहरूको लागि कफी बनाइदिन्छु। कफी पनि बनाइदिनु पर्ने मेरो डेली रुटिन हो नि त। आज चाहिँ म सकेसम्म सबै फुल भिडियो यसरी नै बोलेर नै बनाउने कोसिस गर्छु। यहाँ चाहिँ सुसी बनाउनु भएको छ बुढोले टेक अवेको लागि। रेडी भइसक्यो। म चाहिँ हैन अब चाहिँ प्याक गर्नुपर्ने हुन्छ। वासाबी जिन्जिबी हाल्ने अनि त्यसपछि सोया अनि त्यसपछि सानो कासाको लागि यो एउटा चपस्टिक।
दाइले चाहिँ यहाँनिर क्यामेरा केलाउँदै हुनुहुन्छ। क्यामेरा यत्रो सबै केलाएर सक्नुपर्ने होइन दाइ। अनि हाम्रो अर्को ब्रदरले चाहिँ यहाँ माछा काट्दै माछाको काँडा निकाल्दै हेलो मेरो युट्युबमा हेलो गरिदिनु। अनि तिमीले चाहिँ केही नगरी बस्छ। भैया चाहिँ यहाँ माछा बनाउँदैछ। माछा चाउमिन बनाउनको लागि यसरी यहीँनिर बनाउँछ कि यहाँनिर चाहिँ मलाई यहाँको सबैभन्दा हेल्दी चाहिँ यही लाग्छ कि यसरी मेसिनमा चाउमिन बनाउँछ भैयाले। अनि कहिलेकाहीँ हामी खान्छौँ हेर भैया ठिक है त। फेरि अर्को अर्डर आयो। बुढोले चाहिँ अर्डर बनाउँदै हुनुहुन्छ। अर्डरको लागि टेकअवे आएको छ नि त। बुढोले चाहिँ ड्रागन बनाउँदै हुन्छ। ड्रागन पुरुमा के ड्रागन। अब चाहिँ म यो गारफुफाका बनाउँछु। यसलाई चाहिँ यसरी पेपरमा टिस्यु पेपरमा यसरी ऱ्याप गर्नुपर्छ कि गारफुफाका। यस्तै काम हो मेरो त के गर्ने। अब चाहिँ कस्टमर आउन थाले। अहिले भिडियो अफ गर्छु। अब निस्केपछि मात्रै म भिडियो बनाउँछु। गाइज हाम्रो ब्रेक भयो 3 बजेको ठ्याक्क निस्केको। ठ्याक्क ब्रेक हुने बेलामा साउले सामान लिएर आएछ होइन। अनि त्यसपछि सामानहरू थन्काएर म चाहिँ निस्केको। बुढो चाहिँ अघि गइसक्नु भयो। यताको हाम्रो सामानहरू कोल्ड ड्रिङ्क्सहरू अघि मैले लेखेको सामानहरू सबै फोटो खिचेर पठाएको थियो। अनि ठ्याक्क हाम्रो छुट्टी हुने बेलामा लिएर आएछ। अनि सामानहरू भित्र ओसारिदिएर बुढोहरू चाहिँ निस्किनु भयो। म चाहिँ अनि मेरो भएको सामानहरू थन्काएर भर्खर निस्केको। यसमा चाहिँ लारान जलेको थियो। अनि अब घर जाँदाखेरि फ्यालिदिनु पर्यो भनेर अनि लिएर हिँडेको। हाम्रो घरकै अगाडि छ कि डस्टबिन। म चाहिँ भर्खर रुम आइपुगेँ। बुढो चाहिँ रुममा आएर पनि कतिहरू ड्रेस फेरेर पानी बन्दै तताएर राखिसक्नु भएछ। तातो पानी पिउनुपर्छ सही हो। अब भर्खर आएको ठ्याक्क हिँड्ने बेलामा साउले सामानहरू ल्याएछ र अलि ढिलो भयो कि नत्र मान्छेहरू त कस्टमर त तर एकजना त त्यहीँ खाइरहेको थिएँ खाँदै थिएँ। अनि म त निस्केर अनि हिँडेँ। मेरो काम सकाइहालेँ। काम सकाएपछि त अनि के बस्नु र भनेर म गएँ ल भनेर अनि हिँडिदिएको। अब नेपालतिर बोल्नु पर्ने। बुढोकोमा त नेटको सिम छ मेरोमा त छैन। अब बुढोको फोनबाट नेपालमा कुरा गर्ने। अनि त्यसपछि एकछिन सुत्ने अनि फेरि काममा जाने। हामी चाहिँ सुतेर पनि उठेर पनि पानी तताएको थियो। जाडो लास्टै भयो अनि पानी पिएर जानु पर्यो भनेर यो दिउँसो चाहिँ सुत्यो भने है उठ्नै मन लाग्दैन कि। बरु त्यस बिहान अलार्म बजेपछि उठ्नलाई चाहिँ कुनै पनि उयो लाग्दैन। अनि बेलुका चाहिँ दिउँसोको उसमा चाहिँ सुत्यौँ भनेदेखि उठ्नै मन लाग्दैन भने। हाम्रोमा चाहिँ हिजोदेखि नेटै छैन कि त्यो नेटको उयो बिग्रेको रहेछ। अनि अब आज शनिबार भोलि आइतबार पर्सि सोमबार मात्रै बनाउने मान्छे आउँछ भन्थे। हाम्रोमा चाहिँ नेट बिग्रेको छ। अनि मेरो फोनमा चाहिँ नेटको सिमै छैन के। अनि अघि काममा हुँदाखेरि चाहिँ मम्मीलाई फोन गरेको थिएँ। मम्मीलाई फोनै लागेन। मेरो मम्मीसँग चाहिँ हिजोदेखि कुरै भएको छैन कि। बरु यता घरमा चाहिँ बोलिरहेको छु घरमा र नानीहरूसँग चाहिँ। तर मम्मीले भिडियो चाहिँ हेर्नुहुन्छ। भिडियो पोस्ट गर्ने बेलामा पनि हिजो बेलुका बुढोको सिम मागेर मेरो मोबाइलमा हालेर अनि त्यसपछि पोस्ट गरेर अनि फेरि निकालेर अनि बुढोकोमै हालेर अनि फेरि सुतेको। अब सोमबारदेखि मात्रै नेट हुन्छ होला घरमा। काममा हुँदा चाहिँ फोन गरेको थियो अघि फोनै उठाउनु भएन। एकचोटि उठाउनु भएन अर्को एकछिनमा त लागेकै थिएन फोन। कतै बाहिरतिर जानुभएको थियो होला।
कहाँतिर जाने हो भन्दै अब हामी काममा जाँदै हो। बाहिर फेरि पर्खेर बस्नुपर्छ यो जाडोमा। अघि बिहानकोमा चाहिँ घाम तापेर बस्न मजा लाग्छ, अहिले त चिसो हावाले हान्छ टाउकोमा, टाउकै दुखाइदिन्छ होइन बुढो? बुढोले त टोपी लाउनु भएको छ, जाडो नि हुँदैन होला। जोगाउनु पर्यो नि त टाउको। ज्याकेट पनि छ नि त, ज्याकेट लाउनु। मेरो चाहिँ टोपी भएको छैन, अनि यहीँ नजिकै हो त्यही भएर लाउनै मन लाग्दैन। ज्याकेटहरू त छ, हुडी पनि छ, यहाँ आएर फुकालिहाल्नुपर्छ, अनि के लाउनु अन्त। दाइ बताद अब यहाँ खुलेकै छैन, खुल्छ अनि मात्रै भित्र जाने हो गाइस। आज पनि उज्यालै छ, उज्यालो छ। रेस्टुरेन्ट चाहिँ खुलिसक्यो, अब म चाहिँ झाडु लगाउन आँटेको। झाडु त लाउनु पऱ्यो नि त। फोहोर चाहिँ त्यति छैन, त्यही पनि लगाए जस्तो त गर्नु पऱ्यो नि त होइन झाडु। आज बिहान चाहिँ त्यति धेरै मान्छे पनि आएन कि कस्टमरहरू, तर अब बेलुका चाहिँ अलिक धेरै आउँछन् होला भन्ने मलाई लागिरहेछ। बेलुका अलिक धेरै बिजी हुन्छ, त्यही हो खाना खाएपछि चाहिँ हामी लास्टै बिजी हुनेवाला छौँ। खाना पनि खाइसक्यो गाइस, अब चाहिँ हाम्रो काम सुरु हुन्छ होइन। अब 7 बज्न 5 मिनट बाँकी छ, 7 बजेपछि चाहिँ कस्टमरहरू आउनु थाल्नुहुन्छ नि त, त्यही भएर अब चाहिँ म यहाँबाट निस्केपछि मात्रै भिडियो बनाउँछु। अब हाम्रो चाहिँ सबै काम सकिसक्यो, अब चाहिँ हामी घर जाने तयारी गरिदियो। आधी घन्टा अगाडि नै सबै काम सक्यो, ग्लासहरू पनि सबै धोएर राख्यौँ होइन। अनि त्यसपछि अब त्यही हो, अब चाहिँ सबै काम सकाएर घर जानलाई पर्खेर बसेको नि त। अनि हाम्रो चाहिँ घरमा नेट छैन कि, त्यही भएर अब म चाहिँ यहीँनिर भिडियोलाई इन्ड गर्छु। अनि त्यसपछि घरमा नेट नभएको भएर मैले चाहिँ यहीँ इन्ड गरेर यहीँ पोस्ट गरेर अनि मात्रै जान्छु। त्यही भएर मेरो आजको भ्लग चाहिँ यति नै हो। काम चाहिँ सबै सक्यो, अनि त्यसपछिबाट कस्टमरहरू पनि गइसक्नुभयो, ग्लासहरू पनि धोइसकेँ। अब चाहिँ घर जानलाई 20 मिनट मात्रै बाँकी छ, अनि मोबाइल चलाउँदै भिडियो पोस्ट गर्छु अनि घर जान्छु। घर गएर पनि त्यही हामी आइपुग्यौँ भनेर त भ्लग बनाउने हो, त्यही भएर म चाहिँ आज चाहिँ यहीँबाट टुङ्गाएर जान्छु होइन। त्यही सबैजनाले हेरिदिनु भएकोमा धन्यवाद, नहेर्नु भएकोलाई पनि धन्यवाद। केही छैन, बाई बाई। मेरो भोलिको भ्लगमा भेट हुन्छ। अब A day in my life, day 4. Thanks for watching. Deep